ल 70 पैसा बाजिलो तर मसँग छैन पछाडि फर्की त प्यान्ट सर्ट भएर चाहिँ उता 100 रुपियाँ भेट्टाए त नमस्ते म आइसकेको छु नयाँ ब्लगमा। आज चाहिँ यो मेरो फर्स्ट ब्लग हुनेवाला छ मेरो युट्युब च्यानलको होइन। अहिले चाहिँ म तर्सर भएर उता गङ्गडी जानु लाग्यो। गङ्गडी किनभने अब दसैँको सपिङ गर्नु पऱ्यो। दसैँको सपिङ नगरेर के हुने होइन। दसैँको सपिङ गर्नु लाग्यो म, मम्मी, मेरो बहिनी। कुछ कह दो। सब्सक्राइब ल 70 पैसा बाजिलो तर मसँग छैन के गर्नु भाइ यार। तिमी त्यसरी नखाइदेऊ नि यार, मलाई यस्तो भोक लाग्दिन्छ जाँदाखेरि। यसको रियाक्सन आफूसँग पैसा नभएको बेला अनेक थरी गर्न आइदिन्छ खत्तम भयो। मेरो घरमा आएको चाउमिन खान आएकोले यहाँ खरगडी खेल्न आउनु जस्तो के हो यसको पारा। मलाई ठिक लागेको छैन है हेर्नु। पछाडि फर्की त मेसी के बनाऊ भाइ एकछिन त भाइ एकछिन त आन एकछिन काम छ तसँग आन। आए यस्तो नजारा छ नि ला पानीमा के पुरै डुब्ने हुन्छ त पनि सामान खानको नाम लिएर चल्न चल। यता पुरै पानी छ भने कि यहाँ जङ्गलको साइड त पुरै पानी भएर चाहिँ हामी यहाँ डोकी बजार पुगेछौँ होइन। डोकी बजार भन्छ नि यसलाई। अब यहाँबाट उकालो चढ्नु पर्ने हो। ल उत्रिनु पर्ने हो क्या हो। जाम जस्तो भयो त फेरि ट्राफिक पुलिस हाम्रो मामाजी हुनुहुन्छ। हामी मोनाको पुलमा छौँ होइन। यता भर्खरै गएर आए ऊ यता चाहिँ माउन्ट एभरेस्टमा छ भनेको फोटो। यहाँ मम्मीहरू पनि भेटिनु भयो। प्यान्ट सर्ट भएर चाहिँ उता कसको भएको यहाँ यो यहाँको पञ्चर भएर रहेछ। हामी रोकिन्छौँ तपाईँहरू आउँदै गर्नु न यता अगाडि छ फेरि होल्डिङ गर्ने पनि यहाँ छैन। यो दोकान थियो यो पनि बन्द। हाम्रो गाह्रो हुने भयो त मम्मीहरूलाई उहाँ हुनुहुन्छ फेरि मम्मीहरू। गिफ्ट मिठाई हामी चाहिँ यहाँ अहिले डोकी बजारभन्दा अगाडि पुगिसकेँ। यहाँ बाटोमा यहाँ नजिकै मिलन चोक छ। अब उता गोदावरीको पहाड पनि देखिरह होला।
यस्तो ए मम्मीले बसाएर ल्याउनु भयो अब यता आन्टीको भएर चाहिँ क्या होइन तिन चार यहाँ चाहिँ हामी बस्दैछौँ एकछिन वेट गरेर म मम्मीहरू पनि रोकिनु होला यहीँ रोकिनु न हो यताबाट राम्रो बरु अलि हेलो भाँच्ची छ चिम्टी चाहिँ होल्डिङ गर्न के बिग्रेर रहेछ पैसा मागिराखेँ मलाई लिएर कि मलाई के लिएर यता चाहिँ होल्डिङ भइसकेको रहेछ हामी चाहिँ यहाँ धनगढी एन्टर हानिसकेको छौँ होइन भर्खरै डोकी बजार कटेर अब यहाँ धनगढी पुग्यौँ सबहरू आइसकेको छ यहाँ चाहिँ अहिले अफर चलिरहेको दसैँको 600 800 400 600 800 होइन यहाँ हामी चाहिँ चौरा पुगिसक्यौँ भनेर भयो अगाडि हुनुहुन्छ मम्मीहरू चाहिँ अहिले हामी चाहिँ यहाँ हेर्नुहोस् सबै यहाँ धनगढी एन्टर हानेर पनि यहाँ चौरा पुगिसकेँ अब मम्मीले भेट्न मात्रै बाँकी छ यहाँ साइकल पार्क गरेर यता हाम्रो यो दोकान कुन चाहिँ दोकान हो नाम चाहिँ थाहा भएन ए माथि रहेछ नि त ज्योति विकास बैङ्कली के हो यो ज्योति विकास बैङ्क लिमिटेड यही दोकान हो हामी चाहिँ यहाँ अहिले साइकल पार्क गरेर एन्टर हान्न जान लाग्यो अहिले चाहिँ आन्टी साइकल बनाउँदै हुनुहुन्छ कि अहिले चाहिँ हामी एन्टर हान्न जान लाग्यो के सफा गर्नुहुन्छ चाहिँ लेडिज जिन्स यहाँ सबै पाइन्छ माहौल छ माहौल यता चाहिँ हेर्नुपर्ने हो सबै यो छपरी ज्याकेट यो छपरी सर्ट किन्नु अरे क्या चाहिँ हामी यहाँ प्रेसिङ सबै गरेर यहाँ बिल पे गरेर अब घर जाने भनेको यता हाम्रो यहाँ सबै भइसक्यो नि त यता मम्मीसँग सामान हो होइन सक्नुभयो यता यता अहिले गर्दाखेरि यो काम फेरि त्यहाँ हाम्रो यहाँ कपडा यो दुईटा एउटा मेरो नेपाल चाहिँ गरियोस् यहाँ आउन चाहनुहुन्छ भने यहाँ टिकटक गाडी छ होइन यहाँ फेसबुक गाडी छ फलो गरेर यता आए पनि यता राम्रो छ सेल होइन 400 600 800 1000देखि सबै यहाँ सबै मिल्न छ होइन यता यस्तो छ आउट अफ लुक यस्तो छ इन्टर हानेपछि माहौल जस्तो हेर्नुहोस् एकचोटि आउनु होला एकचोटि यहाँ दसैँ सपिङ गर्न आउनु पर्यो यहाँ धनगढी दिस लोकेसन भनेको धनगढी चौरानिर यता चाहिँ 600 देखि 400 600 800 देखि 1000सम्म सबै मिल्छ होइन एकदमै राम्रो छ आउनु होला अभी 100 रुपियाँ भेट्टाए त 100 रुपियाँ भेट्टाए क्यों मलाई म्याजिक देखाउने भनेपछि ल What is this? असम्भव कैसे किया तूने आइसक्नु भयो होइन अनि यहाँ सामान यहाँ सब प्याक भइसक्यो
अब चाहिँ हामी जानेवाला छौँ मोमो खानतिर। यता भोक लाग्यो भने मोमो पसल छ, पुरानो गुरुङ मोमो सेन्टर। यता आउन सक्नुहुन्छ, धनगढी चौरैनिर हो। यता चाहिँ सिट खाली रहेछ। अब यता बस्ने प्लान भइरहेछ। यो पङ्खा आयो खै आवाजै आएन त। हाम्रो चाहिँ यहाँ मोमो आइसक्यो। त्यता पनि एक ठाउँ आइसक्यो। उता एउटा आउन बाँकी छ। सुप पनि खानुहुन्छ। हामी चाहिँ इन्जोय गर्दछौँ आफ्नो फुडलाई। सिधै भेट्नेछौँ बाहिर। यो चाहिँ यहाँ सबै खाना सकेर हामी चाहिँ अब हिँड्न लाग्यो। यहाँ सबै हाम्रो खानासाना खाएर सकिसक्यो। त्यहाँ अब जानलाई हामी सबै रेडी हुनु। हामी खाएर चाहिँ यस्तो नास्ता जस्तो खाएर चाहिँ हामी अहिले घरतिर लाग्यो होइन, घर जान लाग्यो। अब रात्रि पर्छ कि त। अब हामी 4 बजी आएको, अहिले कति 6 बज्न 7 बज्न होइन, 7 बजी पनि सक्यो होला। यता चाहिँ धनगढीको यस्तो राम्रो नजारा हेर्दै हिँड्नु लाग्यो, हिँड्न लाग्यो होइन। यस्तो यति राम्रो नजारा छ धनगढीको। चाहिँ घर आइसक्यौँ होइन। अनि घर आएर यसो पल्ट्यौँ भनेर बसेँ। अब पल्टिने अब सुत्ने होइन। अब राति यस्तो राति परिसक्यो। अब चाहिँ सबजना घर आइसक्यो। मम्मी पनि पल्टिसकेको। अब उता पडोस गान्धी पनि पल्टिसक्नु भयो होला होइन। अनि मोमो खाएर टन्न भयो। भात खान पनि मन लागेन, भात पकाइएन भने होइन। अनि सपिङ पनि गरेँ आज, जे जस्तो गरियो। आजको लागि यति नै हुन्छ ब्लग होइन। अनि यस्तै सपोर्ट गरिराख्नु होला मलाई, यस्तै सपोर्ट गरिराख्नु होला। किनभने यो मेरो फर्स्ट ब्लग थियो। अब कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला। सेयर पनि गरिदिनु साथीहरूलाई, सबैजनालाई। थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल। आजको लागि यति नै। हस्त धन्यवाद।